सुजी, सम्बोधनविहीन पत्र कोर्न विवश छु आज तिम्रो नाउँमा। प्रिया दिलकी रानी जस्तो तुच्छ शब्दले सम्बोधन गरेर तिमीप्रति मेरो असीम माया घटाउन यो मनले मानेन। त्यसैले सम्बोधन बिनाकै पत्र कोर्दैछु। हुन त तिमीलाई कुनै पनि शब्दको सम्बोधन गर्ने अधिकार छैन मसँग। सायद अधिकार भए पनि तिमीलाई म कुनै पनि शब्दको सम्बोधन गर्ने थिइनँ, किनकि तिमीलाई सम्बोधन गर्ने शब्द आजसम्म बनेकै छैन कुनै शब्दकोशभित्र। जीवनमै पहिलो पटक आज तिम्रो नाममा पत्र कोर्दैछु। लाग्छ सायद यो पत्र पनि तिमीलाई स्वीकार्य हुने छैन। के गर्नु, तिमीप्रतिको असीम माया यो अभागी मुटुभित्र थुनेर राख्न पनि सकिन। त्यसैले आज जानी नजानी यो पत्र कोर्दैछु। कृपया पढेर बीचमै रोक्ने कोसिस नगर्नु ल, किनकि यो पत्र नै तिम्रो लागि मेरो पहिलो साथै अन्तिम पत्र हुनेछ। थाहा छ तिम्रो मनमा अरू कोही बसिसकेको छ। जुन असीम प्रेम म तिमीलाई गर्छु, ठिक त्यति नै असीम प्रेम तिमी अरू कसैलाई नै गर्छौ। न त मैले चाहेर त्यो प्रेम पाउन सक्छु, न त तिमीले नै चाहेर त्यति प्रेम मलाई दिन सक्छौ। तैपनि यो मन कहाँ मान्दो रहेछ र? पवित्र प्रेम गर्नेहरू कहाँ कसैको मायाको आश गर्दो रहेछ र? पागल सरिएको माया गरिरहँदो रहेछ। मैले कहिले तिम्रो मायाको आश गरिन र कहिले गर्ने पनि छैन, तर तिमीलाई माया गरिरहनेछु अन्तिम टुकटुकीसम्म। धेरै पहिले नै आफ्नो मनको कुरा तिमी सामु पोखेर मन हलुङ्गो बनाउन नखोजेको पनि होइन, तर तिम्रो मन गरुङ्गो होला भन्ने डरले आफ्नो मनभित्र गुम्साएर राखेको थिएँ। के गर्नु, अनेकौं कोसिस गर्दा पनि तिमीलाई यो मनबाट निकाल्न नसकेपछि यो मनभित्रको अनेकौं बेतासँग तिमीलाई सँगै राख्न पनि सकिन। त्यसैले यो मनभित्रको मेरो सूजीबाट यी बेताहरू अलग बनाउने कोसिस गर्दैछु। भगवानसँग प्रार्थना छ यो पत्रले तिम्रो मन नदुखाओस् भनेर। हुन त गजल मार्फत मेरा मनका बेताहरू धेरै ठाउँमा पुगिसकेको छु। तिमीले थाहा पाउनु या नपाउनु बेग्लै कुरा हो, किनकि मैले लेख्ने हरेक गजलभित्र तिमीप्रतिको माया पोखिएको हुन्थ्यो। मेरा हरेक गजलहरू तिमीप्रति लक्षित हुन्थे। नढाँटी भन्नुपर्दा तिम्रो कारणले नै गजल लेख्न थालेर सुरेशबाट थकित बन्न पुगे, अनि साँच्चै जिन्दगीबाटै थकित महसुस पनि गर्न थाले। सबै कुरा थाहा हुँदाहुँदै पनि खै कुन्नी किन लाग्छ यति धेरै माया। आज यो पत्र तिम्रो हातमा थमाएपछि एउटा प्रतिज्ञा हुनेछ मेरो, तिमीबाट सम्पर्क विहीन हुनेछु म सदा सदाको लागि। तिमीसँग जति बोल्यो तिमीप्रति त्यति नै माया बढ्न थाल्यो। तिमीलाई यति माया गर्दा त संसार टाढिँदैछ मसँग। यहाँभन्दा बढी माया भयो भने जाने के होला। जब तिमीसँग कुरा गर्न थाल्छु अनि यस्तो लाग्छ कि यो संसारमा तिमीभन्दा अरू कोही छँदै छैन। तिम्रो लागि यो दुनियाँ नै त्यागिदिन तत्पर हुन्छु म। तर यो एकहोरो माया र पागलपनदेखि केही टाढा हुने कोसिस गर्नु छ अब, किनकि मेरो तिमीभन्दा बाहेक अर्को संसार पनि छ। तिमीप्रति असीम प्रेम भए पनि असीम जिम्मेवारी अन्त कतै छ। जसरी मैले तिमीलाई एकहोरो माया गरिरहेछु, तिमीलाई भेटेको दिनदेखि उनीहरूले पनि मलाई त्यस्तै एकहोरो माया गरिरहेका छन्। तिमीलाई असीम माया गरेर आजसम्म खुसी बनाउन नसके पनि आफ्नो जिम्मेवारी पूरा गरेर उनीहरूलाई खुसी बनाउनु छ, जो सधैँ मलाई एकहोरो माया गर्न विवश छन् र विवश हुनेछन् सधैँभरि। के गर्नु, माया त मेरो आखिरी साससम्म नै तिमीलाई सुम्पिसकेको छु भन्दै अन्तमा आजभन्दा 2 वर्ष पहिले तिमीलाई लक्षित गरेर लेखेको मेरो पुरानै गजल छाड्दै बिदा हुन चाहन्छु तिम्रो जिन्दगीदेखि सदा सदाको लागि। तिमीसँग भेट हुन अलि ढिला भयो सानो, तिमीसँग भेट हुन अलि ढिला भयो सानो, त्यसैले त माया मुटु खोज्ने किला भयो सानो। मुटु मात्र दुख्छ मेरो सधैँ तिम्रो सम्झनामा, मुटु मात्रै दुख्छ मेरो सधैँ तिम्रो सम्झनामा। रुदा रुदै आँखा पनि निला निला भयो सानो, तिमीसँग भेट हुन अलि ढिला भयो सानो। छोड्न पनि नसकिने टिप्न पनि हुन सक्छ, छोड्न पनि नसकिने टिप्न पनि हुन सक्छ। दो बाटोमा फ्याँकिएको माया ढिला भयो सानो, त्यसैले त माया मुटु खोज्ने किला भयो सानो। अन्त्य माया रहेछ तिम्रो बल्ल आज थाहा भयो, अन्त्य माया रहेछ तिम्रो बल्ल आज थाहा भयो। यो मुटु त नाम लेख्ने मात्रै शिला भयो सानो, त्यसैले त माया मुटु खोज्ने किला भयो सानो। जताततै माया माया हुन्थ्यो कृष्ण भएदेखि, जताततै माया माया हुन्थ्यो कृष्ण भएदेखि। तडपी तडपी बाँच्नुपर्ने रामलीला भयो सानो, तिमीसँग भेट हुन अलि ढिला भयो सानो, त्यसैले त माया मुटु खोज्ने किला भयो सानो।
उही तिमीलाई जिन्दगीभर माया गरिरहने थकित यात्री सुरेश गोर्खानो पिरिन्छौ हाल इभै म तिम्रो शहर छोडी टाढा टाढा जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो शहर छोडी टाढा टाढा जाँदैछु तिमीसँग कहिले नभेट्ने कसम खाँदैछु म तिम्रो शहर छोडी टाढा